ल पुङसामा यो चाहिँ हेलो पुङसामा सिद्धिचरण नगरपालिका ओखलढुङ्गा बजार स्थित सिद्धिचरण जन्मेको ठाउँको शालिगमा हो। 2082 साल ज्येष्ठ 9 गते सिद्धिचरणको जन्म जयन्ती मेरो प्यारो ओखलढुङ्गाको पूर्व सन्ध्यामा छोरी पढ्नु पछि ठुलोपछि पढ्नुपर्छ। हेलो हेलो पुङसा पुङसामा र म चाहिँ घुम्नु निस्केको। यहाँ साहित्यिक कार्यक्रमहरू हुन्छ। यो सिद्धिचरण सङ्ग्रहालय यतापट्टि छ, सिद्धिचरण पार्क छ, माथिल्लो डिलमा स्ट्याचु छ, बेबी यो तल्लो डिलको यहाँको राइथाने आदिवासी जनजातिको परम्परागत सांस्कृतिक वेशभूषा राखिएको छ है। यहाँ पानीको झरना पनि राख्ने प्लानहरू छ, राखिएको पनि छ। आन्तरिक पर्यटन, आन्तरिक र केही बाह्य मानिसहरू पनि आउने एउटा स्थल पनि बनेको छ। तर यसलाई सङ्ग्रहालय समितिले सिद्धिचरण बाबा अथवा प्रतिष्ठानले राम्ररी व्यवस्थापन गरेर यसमा चाहिँ एउटा सिस्टम डेभलप गर्नुपर्ने कुराहरू होला। आउने मानिसहरूलाई सत्कार गर्ने ट्याक्सका कुराहरू हुन सक्छन् होला, केही रोयल्टीका कुराहरू हुन सक्छन् होला, अथवा केही दस्तावेजका कुराहरू हुन सक्छ होला। यो चाहिँ गर्न सकिएको देखिँदैन। हामी चाहिँ फुङसामा रमाइसो घुम्दाखेरि यो कुराहरू फुरेर हामी अलि बाहिरिँदैछौँ। साङ्ग्रो ठाउँ भए तापनि सामान्य घुम्ने आउने जाने मानिसहरूको भिडभाड हुन्छ। आन्तरिक पर्यटन प्रवर्धनको लागि यो बनाइएका देखाइएका संरचनालाई अझै व्यवस्थित गरेर माथिबाट दृश्यावलोकन गर्ने, फोटो खिच्ने तरिकाले बनाउन पाएदेखि आन्तरिक स्रोतको लागि पनि राम्रो हुने थियो भन्ने चाहिँ लाग्छ